हेलो सम्पूर्णमा सेवाधोक नमस्कार। आज चाहिँ बिहानीको मौसम यस्तो देखिरहेछ है त। यो देखिरहेको चाहिँ ओखलढुङ्गा जिल्ला रहेको छ। अनि यहाँ चाहिँ पुरै हिमालहरू नि हाँसिरहेको छ। अनि आजको बिहानको मौसम चाहिँ एकदमै बवाल रमाइलो भइरहेछ, रमाइलो घमाइलो भइरहेछ। अनि यता चाहिँ खोटाङ जिल्ला पर्छ है त, तर खासै राम्रो देखिया छैन, कालो कालो देखिरहेछ साथीहरू। अनि यो नि ओखलढुङ्गा जिल्ला रहेको छ, तर एकदमै बादलले ढाकिरहेछ पुरै। कस्तो धेरै त्यो कोसीमा बगेको पानीको छाल जस्तो क्या, पुरै सेतो न सेतो बादल लागिरहेछ है त। गाउँहरू नि देख्न गाह्रो गाह्रो भइरहेछ, पुरै बादलले छोपेर है। यस्तो भइरहेछ अहिले चाहिँ। अनि म चाहिँ बाटोमा हिँड्दैछु। अनि त्यसपछि कस्तो मौसमै राम्रो भएपछि मनै फुरुङ्ग हुने रहेछ क्या साथीहरू। हजुरलाई चाहिँ कसलाई हुन्छ यस्तो कमेन्ट गर्नु होला। अनि यो बादल चाहिँ पुरै भुइँ ढाकेर निस्किरहेको छ कि केही देखिया छैन। अहिले चाहिँ गाउँघरहरू पुरै बादलले ढाकेर केही देखिरहेको छैन है। तर पनि जस रमाइलो भइरहेछ। अनि एकछिनमा यो चाहिँ बादल चाहिँ घाम लागेपछि यो हट्छ सायद। अहिले चाहिँ हटेको छैन। यो चाहिँ यो गाउँ चाहिँ मानेभन्ज्याङ है त। यो चाहिँ ओखलढुङ्गाको मानेभन्ज्याङ अनि केटुकेहरू पर्छ। मैले चाहिँ यता खोटाङको हलेसी भन्ने ठाउँबाट चाहिँ भिडियो बनाइरहेको छु, तर नि देखिरहेछ क्या ओखलढुङ्गा जिल्ला चाहिँ एकदमै राम्रोसँगले। अब चाहिँ गाउँहरू नि अलिअलि देखिरहेछ है। यो देखिरहेको गाउँ चाहिँ मेरो मामा घर पर्छ। अनि यो चाहिँ खोटाङ नि हो, अघिको चाहिँ ओखलढुङ्गा परिरहेको थियो भने अहिले चाहिँ खोटाङ एरिया देखिरहेछ। गाउँघर त उसै रमाइलो देखिन्थ्यो होइन पहिला नि, तर यो बादल लागेपछि त झनै राम्रो देखिरहेछ है साथीहरू। अनि त्यसपछि एकदमै धेरै राम्रो देखिरहेछ। अनि सायद लेक भएर नि होला यस्तो भइरहेको। अनि अहिले चाहिँ भर्खरै कलिलो घाम लागिरहेछ, त्यही भएर यो बादल नि हट्दै गइरहेछ है। अनि यसको बोट चाहिँ कसले चिन्नुहुन्छ, हजुरहरूले चिन्नुहुन्छ हुन्न है। हजुरहरूकोतिर पाउँदैन यसो कमेन्ट गर्नु होला। अनि त्यसपछि यो चाहिँ सबै टिपेर खाइसकेको, मतलब खासै राम्रो नभएको, यस नसप्रेको क्या, त्यही भएर यस्तो झ्याङ देखिरहेछ है। तर यसलाई गोडमेल गऱ्यो भने चाहिँ एकदमै राम्रो हुनेवाला छ। तर यो चाहिँ अलिकति यस्तो ठाउँमा भएर खासै बढेको देख्दिनँ म है। अनि यो यता देखिएको चाहिँ यति एरिया चाहिँ खोटाङ पर्छ भने, अनि त्यो पर बादल लागेको एरिया चाहिँ उदयपुर पर्छ। उदयपुर कटाची उदयपुर गाईघाट पर्छ है त। अनि यताको फेरि चाहिँ फेरि खोटाङ नि पर्छ साथीहरू। अनि त्यसपछि सबैतिर डाँडाकाँडा चाहिँ अहिले बादलले ढाकिरहेछ। अरू चाहिँ त्यस्तै छ। हाम्रोमा चाहिँ यस्तो फर्सी नि पाउँछ है साथीहरू। खोटाङको हलेसी भन्ने ठाउँतिर चाहिँ यस्तो फर्सीहरू पाउँछ, एकदमै मिठो हुन्छ। पुरै सानो सानो झर्छ, तर पुरै फलिरहेछ क्या, भित्रै देखिया छैन। 3वटा चाहिँ मैले देखिसकेँ। एउटा त्यहाँ भयो, अनि 2टा 3टा, तर देखिया छैन, भित्रै छ। मेरो भाइ चाहिँ पुरै मेरो पछि लाग्नु भएको छ। अनि अहिले चाहिँ भटमास नि यस्तो भइसकेको छ है, धेरै पछि गाउँ आएको है। अनि त्यसपछि सबै खाने बेला भइसकेछ, भटमास पनि यस्तो भइसकेको छ। अनि पुरै हाम्रो चाहिँ यस्तो हुन्छ है। अनि त्यसपछि विशेष गरी मैले मन पराउने काँक्रा चाहिँ यस्तै हो क्या साथीहरू। अनि साह्रै मिठो लाग्छ मलाई त्यस्तो काँक्राहरू। टिप्यो अनि खायो, खान नि सजिलो। अनि तिहारको लागि रोपेको फुल नि फुल्न पो थालिसकेछ होइन। भाइटिका चाहिँ अब नजिकै आइसक्यो, तर नि फुलेर हुर्किन्छ कि भन्ने डर लागिसक्यो साथीहरू। हाम्रोमा चाहिँ यस्तो भइसक्यो है। हजुरहरूकोमा कस्तो हुँदैछ? अनि केरा नि हाम्रोमा चाहिँ यस्तो खालको पाउँछ कि, अनि ठुलो कोसा हुन्छ। यो चाहिँ भर्खरै सानै छ। अनि यो खासै
बढेकै छैन, बढ्दैछ है साथीहरू। अनि यो चाहिँ पुरै काँक्रा छिपेर खल्पिहाल्ने बेला भइसकेको छ साथीहरू। यहाँ चाहिँ एउटा मात्रै रहेछ, अरू ठाउँ चाहिँ छ, हजुरहरूलाई देखाउँदै जाउँला है त। यो चाहिँ एउटा मात्रै हो। अनि यो सँगै भएको चाहिँ जुच्चे करेला भन्छ हाम्रोतिर चाहिँ। हजुरहरूले चाहिँ के भन्नुहुन्छ, के नामले चिन्नुहुन्छ है? हाम्रो चाहिँ त्यस्तो भन्छ। अनि त्यसपछि इस्कुस भन्छ हामी चाहिँ। अब कतिपय मान्छेहरूले चाहिँ करेला भन्ने गर्छ क्या। इस्कुसको जाउँ चाहिँ हाम्रो यस्तो हुन्छ, अनि यस्तो रुखमा लगाएको हुन्छ, पुरै इस्कुसै क्या। अनि पुरै यहाँदेखि लगेर त्यहाँदेखि लगेर ऊ परसम्म चाहिँ अलिक देखिया छैन, परसम्म चाहिँ पुरै इस्कुसै हुन्छ। अनि घरमै बसी बसी आफ्नो मामा गाउँ पनि देखिन्छ क्या। अनि कति धेरै खुसी लाग्छ नि त। दसैँ आइसक्यो, मामा घर अब अहिले नि जान चाहिँ पाउँदैन, दसैँमा चाहिँ पाउँछ। तर नि अहिले यहीँबाट हेरेर चाहिँ चित्त बुझाउँछु क्या। अनि बुझ्छ साथीहरू। अनि साथै यता कोसी नि देखिरहेछ, यता चाहिँ सुनकोसी हो, तर अहिले चाहिँ ब्लावर आइरहेछ साथीहरू। तलको भेग चाहिँ सुनकोसी पर्छ है। अनि हाम्रो चाहिँ एकदमै घरको स्पेस छेउमै नै कागती फलिरहेछ, यसरी फलिरहेछ। टिपेर खानु पनि एकदमै सजिलो। बारीमा त थुप्रै छ, तर यो चाहिँ घरको स्पेसमै पर्ने हुनाले झनै सजिलो टिपेर खानुको लागि चाहिँ। अनि भर्खरै पाकिरहेछ क्या। यस्तो छ है। अनि यस्तो फुल चाहिँ गोदावरी फुल भन्छ कि हाम्रोतिर चाहिँ। पुरै फुल्नलाई पुरै तयारी भएर बसिरहेछ है। यसरी राख्ने गरिन्छ किनकि झर्छ भनेर। अनि यसरी सुरक्षित तरिकाले पहिला नै मिलाएर राख्ने गरिन्छ है। अनि साथै हाम्रोतिर चाहिँ यस्तो इस्कुस पनि पाउँछ। अनि जुङ्गे इस्कुस, तर पुरै जुङ्गा हुन्छ। यसलाई चाहिँ खानु चाहिँ एकदम मिठो हुन्छ, काट्नलाई चाहिँ एकदम गाह्रो हुन्छ। पुरै हाम्रो चाहिँ 3-4 खालको इस्कुसहरू हुन्छ। अनि त्यसपछि मलाई मनपर्ने भनेको चाहिँ एकदमै सानो इस्कुस हो, तर त्यो चाहिँ अहिले यता छैन रहेछ। अनि त्यो नि तर भर्खरै नै फल्न थालेको। अनि कागतीहरू चाहिँ यसरी फलिरहेछ, तर खाने मान्छे नहुँदाखेरि चाहिँ खेरो जान्छ क्या। अनि त्यसपछि काँक्राको हालत चाहिँ यस्तो छ है, धेरै भएपछि खाइँदैन, नखाएपछि यस्तो हुन्छ। अनि धेरै भएपछि यो सुँगुरलाई अनि यो भैँसीलाई गाईलाई खोले हुन्छ, हामी चाहिँ खाँदैन है। अनि मलाई मनपर्ने भनेको चाहिँ यो ओखुनी हो एउटा चाहिँ। अनि गुवाहरू चाहिँ पुरै बाबा मम्मी लगाउनु भएको छ। अनि ओखु साथै हक्काभरि खुर्सानीहरू पनि साइडमा अनि रोपेको है। यसमा चाहिँ खासै फलेको रहेनछ। यसमा चाहिँ हल्का फलिरहेछ, तर फलेर नि टिपिसक्नु भएको बाबा मम्मीहरूले। तर यसमा नि फलिरहेछ पुरै। अनि हक्काभरि खुर्सानी बिना चाहिँ खानै मिठो हुँदैन नि त। त्यही भएर प्रायः चाहिँ हामी हक्काभरि खुर्सानी रोप्ने गर्छौँ। काँक्रा चाहिँ अनि जताततै हुन्छ है। अनि यो स्याउको बोटमा नि काँक्रा नि छ, तर स्याउ चाहिँ मरिसकेछ। अनि मलाई मनपर्ने काँक्रा चाहिँ यो पनि हो, तर एकदमै मिठो हुन्छ क्या। यो चाहिँ सानो छ, तर एकदमै मिठो रसिलो हुन्छ। अनि यता चाहिँ स्याउको बोटहरू हो, तर पुरै स्याउ चाहिँ मरिसकेको हो। असारमै फलेर नि पाकेर नि खाइसक्नु भएर नि जामहरू सबै मरिसकेको छ है। अनि अहिले चाहिँ मर्ने सिजन हो। अब अलिक पछि चाहिँ फेरि अनि त्यसपछि हुन्छ। अनि यो चाहिँ तिते भेन्डी तरकारी यस्तो खेरो जान्छ कि ढुङ्गामा शरीर प्रयोग नै हुँदैन, शरीर दुःख लाग्छ। हामी चाहिँ किनेर खानुपर्छ। काठमाडौँमा गाउँको झाल्टी याद आउँछ क्या। अनि पुरै यस्तो कुहिएर गइरहेछ, कसले खाने है। अनि यता चाहिँ यो राजमा अनि भर्खरै गोडेको, त्यसपछि यस्तो देखिरहेछ क्या, यस्तो देखिरहेछ। अनि चाहिँ फुल्दैछ है। अनि मलाई मनपर्ने चिज चाहिँ जताततै छ क्या। अनि को चाहिँ पुरै महरूले दिक्कल लाउनु भएको छ, पुरै उखु देखिरहेछ है।
अन्त जता गयो कागती 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 देखिरहेछ तर फल्दैछ पाकेको चाहिँ फल्दैछ सनसनी। अनि यो चाहिँ नानाको लागि राखिदिनु भएको काँक्रा पुरै भर्खर भर्खर फलिरहेछ यत्रो यत्रो भइरहेछ। अनि चाहिँ 1-2 दिन पछाडि खाने। अहिले चाहिँ एकदम पछि रोपेको काँक्रा हो। रोप्न चाहिँ अघि नै रोप्नु भएको, फल्नु चाहिँ पछि फलिरहेको। अनि त्यसपछि यस्तो भइरहेछ। सबैभन्दा मलाई मनपर्ने काँक्राहरू चाहिँ यस्तै कलिलो कलिलो हो साथीहरू। ल है त साथीहरू सम्पूर्ण